अब कस्तो डर लाग्ने है यहाँ त 79 समथिङ कति देखाएको छ म त यत्रो छैन यो बजेको मिसिन बिग्रेर रहेछ कति राम्रो 900 वर्ष पुरानो अरे के मन्दिर अनि पुरानो मन्दिरहरू है धेरै किसिमको छ यहाँ चाहिँ धेरै मेरो भाले खान्छ भने जस्तै भयो अहिले हेर्यो Hi guys, good morning from Cambodia. Day 3 चाहिँ यहाँ भर्खरै उठेर अनि यहाँ टिकट काउन्टरमा आएको छु यहाँ चाहिँ टिकट लिने चाहिँ छुट्टै ठाउँबाट हो त्यही भएर चाहिँ म यहाँ टिकट लिनलाई चाहिँ आएको छु मेरा नसुतेर हेर्न त आँखा यस्तो भयो अब गएर चाहिँ के भन्छ अरे एङ्कर वाटको चाहिँ सनराइज भब्बाल सनराइज हेर्नुपर्ने हुन्छ त्यो म बोल्नै सकेको छैन कि एकदम त्यो निन्द्राले गर्दाखेरि यहाँ चाहिँ एकजना $37 हो USD अनि यहाँ फोटो पनि आउँदो रहेछ है मलाई त थाहा थिएन म त यस्तो स्कार्फ लाएर यसरी उभिरहेको थिएँ कस्तो नराम्रो आएछ फोटो पनि सो हजुरले देख्न सक्नुहुन्छ अहिले यहाँ के अरे सनराइज हेर्नलाई चाहिँ आइपुगेको छु म यहाँ एङ्कर वाट मान्छेहरू पनि एकदम धेरै आइसक्नु भएको छ अनि यतातिर चाहिँ यो बीचमा बाटो छेउछेउमा चाहिँ देख्न सक्नुहुन्छ तालहरू यसरी छ अनि सनराइज हुने टाइम हुन लाग्यो हो हजुरले देख्न सक्नुहुन्छ त्यो अगाडिको एङ्कर वाट हो भ्यू चाहिँ अति नै बवाल छ अनि यो टाइममा चाहिँ हल्का बिहान बेलुका चाहिँ एकदमै चिसो छ हैन अनि त्यही पनि बिहान उठेर आउनु पर्छ ठिकै छ तपाईहरुलाई देखाउँदैछु है मैले चाहिँ एङ्कर वाट चाहिँ देख्न सक्नुहुन्छ फाइनली कति राम्रो हजुरले देख्न सक्नुहुन्छ यहाँ सनराइज हेर्नलाई चाहिँ यहाँ कतिजना मान्छेहरू चाहिँ पहिल्यै आएर बसिसक्नु भएको छ सबले आफ्नो त्यो ठाउँहरू हुन्छ नि त आफ्नो हेर्ने ठाउँ ओगटेर चाहिँ बसिसक्नु भएको छ हैन यहाँ सबजना यसरी बस्नु भएको छ अनि कोही अगाडि पनि हुनुहुन्छ है अब चाहिँ एकछिनमा सनराइज हुनेवाला छ अहिलेको चाहिँ यस्तो छ खरै कलर चेन्ज हुँदै आएको छ कस्तो राम्रो देखेको माय गुडनेस फाइनली सनराइज भयो साथीहरु कस्तो कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम मान्छेहरु ने देखिरहेको फोटो भिडियो खिचेको कति राम्रो अब सबैजना सनराइज हेरेर फर्किँदैछन् अब म चाहिँ भित्र हेर्नलाई जाँदैछु कति धेरैजना अनि यहाँ गाइडहरू पनि हुन्छ अनि त्यो फोटो सुट गर्नेहरू पनि छ हैन तर अब आइफोन र क्यामेरा भएपछि त के चाहियो हैन सी हजुरले देख्न सक्नुहुन्छ कस्तो राम्रो देखेछ ट्रेन जाँदैछु हेर्न त भित्र अब के छ कस्तो छ यो चाहिँ 900 वर्ष पुरानो अरे के मन्दिर अनि यहाँ चाहिँ एकदमै फेमस भनेको चाहिँ हिन्दू र बुद्धिस्टहरूको एकदम ठुलो मन्दिर हो यो चाहिँ हैन हजुरले हेर्नुहुन्छ होला गुगलमा पनि सर्च गर्नुभयो भने चाहिँ एङ्कर वाट भन्यो भने चाहिँ थाहा हुन्छ हजुरलाई पनि संसारकै सबभन्दा ठुलो हिन्दू मन्दिर हो यो चाहिँ अनि हजुरले देख्न सक्नुहुन्छ यहाँ कुनै पनि कलर छैन के एकदमै पुरानो टाइपको हुन्छ नि
यो कसरी बनाउनु भयो होला त्यो बेलामा बनाएको जस्तो छ त्यस्तो नै छ हैन सक्नुहुन्छ हजुरले देख्न सक्नुहुन्छ यहाँ एकदमै पुरानो टाइपको सबै हेर्न सक्नुहुन्छ यो डिजाइनहरु अनि यहाँ भित्र मूर्तिहरु पनि छ अनि यहाँ स्टोरीहरु भनिरहेको छ यहाँको के हो is 45 degree and we take the 45 degree from the 90. कति बनाउँदा बनाउँदा भत्केकोहरू ठाउँहरू रहेछ यसरी अझै पनि संरक्षण गरेर राखिरहेको छ यहाँ चाहिँ भरिलाई चाहिँ टुकटुकले चाहिँ यताउता गर्नेवाला छ त्यो भएको भएर चाहिँ टुकटुकले फेरि अर्को यो बान्के केदाई भन्ने मन्दिरमा आएको छु यहाँ यो सेकेन्ड होमा एङ्कर वार्ड पछिको चाहिँ यो मन्दिरमा आइपुगे टुरको क्रममा चाहिँ अनि यहाँ चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ पछाडि चाहिँ हाम्रो विष्णु भगवानको चाहिँ मूर्ति हो सुरुमै छिर्नभन्दा अगाडि नै यहाँ विष्णु भगवानको मूर्ति छ अनि अलिकति अगाडि हिँड्नुपर्ने हुन्छ फेरि उता भित्र जानलाई चाहिँ सो यहाँ देख्न सक्नुहुन्छ म्युजिकको
देख्न सक्नुहुन्छ यहाँ फोटो खिच्नेको भिड But today, sorry, I don't meet nice, with Angelina Jolie before. I not just to make the meeting with her. Sorry. You haven't met her. Yes, she doesn't come. Sorry. Angelina Jolie busy today. Sorry. No meeting for you. सक्नुहुन्छ हजुरले यो पछाडि पुरानो मन्दिरहरू है धेरै किसिमको छ यहाँ चाहिँ धेरै देख्न सक्नुहुन्छ यहाँ तलतिर चाहिँ एकदम पुरानो टाइपको पनि छ भर्खरै बनाएको पनि छ म हजुरलाई देखाउँछु है त तल हेर्न सक्नुहुन्छ यो चाहिँ यहाँको स्ट्रिट फुडहरू हो यहाँ चाहिँ हजुरले देख्न सक्नुहुन्छ यसरी उमाहरूमा राखेर यसरी फुडहरू चाहिँ बेच्छ अनि यसको साइडमा चाहिँ देखाउँछु म यहाँ ताल छ हैन अनि यसको साइडमा चाहिँ यसरी स्ट्रिट फुडहरू बेच्छ यहाँ चाहिँ देख्न सक्नुहुन्छ हजुरले यो पारी पनि अर्कै सहर छ अनि यसरी ढुङ्गावाला रेस्टुरेन्टहरू पनि छ एकदमै रमाइलो भइरहेछ अनि स्ट्रिट फुडहरू ट्राई गरिरहेछ अनि एकदम रमाइलो भइरहेछ अब कस्तो डर लाग्ने यहाँ चाहिँ स्ट्रिट फुडहरू छ बाटोमा चाहिँ ठ्याक्कै आँखा पर्यो पेट सपमा
पेट लभरहरू भएर नि होला त्यही भएर यहाँ कति क्युट क्युट मुसाहरू बेच्न राखिरहेको रहेछ के देख्न सक्नुहुन्छ। अनि यसरी यो घरमा पाल्नलाई चाहिँ यसरी बेच्दो रहेछ उनीहरूले। अनि कति क्युट वाला पप्पी पनि छ। अनि यहाँ लोखर्के यहाँ सबजना जम्मा भएर सुतिरह लास्टै क्युट क्युट छ। यो हेर्न न यसलाई मेरो पप्पीको याद आयो मलाई यसलाई देखेको त यस्तै यस्तै थियो। अनि म अरू देखाउँछु यहाँ अर्को यसलाई फेरि जेलस भइरह यहाँ देखो कति क्युट हो क्युट क्युट वाला बिरालो। यसले मेरो क्यामेरा हेरेको तँलाई हान्छस् खान्छस् खान्छस् क्यामेरा हान्छस् खान्छस् खान्छस् मेरो भाले खान्छस् भने जस्तै भयो यसले हेऱ्यो मेरो भाले खान्छस् खान्छस् सो क्युट। यहाँ चाहिँ पेर्सप रहेछ हेर्न सक्नुहुन्छ कस्तो राम्रो देखिरहेछ। पछाडि सनसेटको रिफ्लेक्सन कस्तो दामी देखिरहेछ हेर्नु त माइ गॉड। अनि यो चाहिँ एउटा पार्क रहेछ होइन जस्तै हाम्रो नेपालीहरू त्यो फुड ट्र्याकको साइडमा यसरी बस्छ नि त्यस्तै सेम लाइक पार्क रहेछ। यहाँ सबैजना फ्यामिलीहरू आएर खाने रमाइलो गर्ने पार्क रहेछ। पछाडि हेर्नु न कति राम्रो देखेको के माइ गॉड। हजुरहरूले देख्न सक्नुहुन्छ यो मन्दिरमा बस्ने मङ्कहरू पनि यसरी हिँडिराख्नु भएको यतातिर एकदमै मान्छ क्या यता चाहिँ यसरी। ओ माई गॉड कस्तो राम्रो देखिरहेछ। देख्न सक्नुहुन्छ मेरो पछाडि होइन यति राम्रो देखिरहेको छ नि पुरै म त त्यो हुन्छ नि फोटो फ्रेममा बसिरहेको जस्तो भइरहेको क्या यहाँ हेर्नु न। यहाँ चाहिँ मन्दिरमा चढाउनलाई चाहिँ यसरी बेच्दो रहेछ यहाँ फुल अनि यो नरिवलको पानीहरू यसरी यहाँ मन्दिरमा चढाउनलाई चाहिँ बेच्दो रहेछ। पनि भगवानलाई चाहिँ लास्टै मान्नु हुँदो रहेछ देख्न सक्नुहुन्छ। पूजा विष्णु भगवानको मूर्ति हो कि क्या हो आई थिङ्क त्यस्तै लाग्यो मलाई। यो बोटमा चाहिँ 1 घन्टा घुमेको चाहिँ $3 रहेछ एकजनाको। यतैतिर घुमाउँछ होला सायद 1 घन्टा चाहिँ 1 घन्टा घुमेको $3। क्याम्बोडिया आएर चाहिँ म वेट नाप्न लागिरहेको छु है त आफ्नो नेपालको खाना नखाएको कति घटेछ है त। सिरियसली घटे रहेछ यार के भने बजेले है यहाँ त 79 समथिङ कति देखाएको छ। म त यत्रो छैन यो बजेको मिसिन बिग्रियो रहेछ यार। कहाँ नेपालको खाना नखाएको धेरै भयो अनि नदुब्लाइकन कम नै देखाएको छ। हाउ मच यहाँको कति भएछ यहाँको 1000 भएछ 500। यहाँ वेट नापेको चाहिँ यहाँको 1000 रुपियाँ दिँदैछु है त मैले बजेलाई। बजेले के भन्दैछ यहाँ चाहिँ बिहानलाई एक्सर्साइज गर्नको लागि पनि सबै कुराहरू राखेको छ है हेर्न सक्नुहुन्छ। यो बच्चाहरूको लागि नभइकन ठुलो मान्छेहरूको लागि बनाएको छ। यहाँ जताततै बच्चाहरूको लागि देखिरहेको हुन्छु। यहाँ चाहिँ ठुलोहरूको लागि चाहिँ एक्सर्साइज गर्नलाई सबै बनाइदिएको रहेछ यहाँ चाहिँ। अनि यहाँ देख्न सक्नुहुन्छ लोकल फुडहरू यसरी ल्याइदिन्छन् बेलुकातिर।
यहाँ फेरि बेलुकाको लागि एक्सर्साइज हुन्छ नि त जुम्बा त्यो भइरहेको रहेछ जो पनि जोइन हुनु मिल्छ यहाँ फेरि हामी पनि गएर जोइन हुन मिल्छ म पनि गएर तर के हुनु चाहिँ जो पनि जोइन हुनु मिल्छ यसरी जुम्बा यो बेलुकाको एक्सर्साइजको लागि पनि राखेको रहेछ त्यही रहेछ है मान्छेहरू ल साथीहरू म पनि यसो यहाँ क्याम्बोडियामा नाच्न गइरहेको छु Chẳng ai, tao mà nè, ngồi vậy nó con